हाई गाइस नमस्ते सबैजनालाई मेरो युट्युब च्यानल सरी मलाई खासै यो युट्युबको बारेमा त मलाई थाहा छैन तर पनि मैले थोरै के गरौँ कि भनेर चाहिँ मैले यो विदेशी हामी परदेशीको लाइफ यस्तै हो भनेर चाहिँ थोरै देखाउन मात्रै लागेकी छु र भिडियो मन परेकोमा लाइक सब्सक्राइब गरिदिनु होला अनि फुल भिडियो हेरिदिनु होला। यो सर्ट भिडियो हो, खासै मैले गर्न पनि जानिनँ। मैले चाहिँ मुखसुख धोएर चाहिँ आइसकेँ। अब थोरै नास्ता सास्ता बनाउन चाहन्छु, त्यसैले किचनमा आइसकेँ र मैले चाहिँ हाई गरिरहेको छु कि भिडियो बनाउँदाखेरि। अनि मैले चाहिँ ओट्स दुध तताएको थिएँ अनि ओट्स अनि चिया सिड, यो चाहिँ चिया सिड र ओट्स हिजो भिजाएर राखेको थिएँ अनि यसलाई चाहिँ तताएर चाहिँ मैले खाना लागेको ढिला भइसकेको थियो अनि खान पनि मैले यो ढिलो भएको कारणले अहिले चाहिँ म रेडी हुँदैछु अफिसको लागि। कपाल सपाल कोरेर फाइनल लुक चाहिँ म हजुरलाई देखाउँछु है त। म यस्तै देखेको छु भनेर छिटो छिटो गर्दाखेरि यस्तै हो, कपाल झरेर केही पनि रहेन। यो दुबईको पानी यस्तै त हो है, यस्तै रहेछ भनौँ। फाइनल लुक चाहिँ मेरो यस्तो हुन्छ, सिम्पल। म धेरै मेकअप चाहिँ गर्दिनँ होइन। म अब अफिस जाँदैछु, अफिसमा गएर टिफिन गर्छु है त। त्यस्तै हो है, जाँदैछु। यहाँ सबैजना सुतिरहेको हुन्छ, त्यही भएर बिस्तारै गएको थिएँ बिहान उठेर अफिस पुगेर चाहिँ मैले हल्का मनतातो पानी सुरुमा चाहिँ पिएँ। मनतातो पानी पिउनु पर्छ अरे है। अनि अरू त के भन्ने, यस्तै हो विदेशको लाइफ भनेको चाहिँ है। अनि मैले चाहिँ अब यहाँको 2 वर्ष भइसक्यो, यस्तै हो। अहिले चाहिँ मैले टिफिन खाँदैछु, ओट्स खाँदैछु। मलाई भिडियो बनाउन आउँदैन कि, मैले हल्का हल्का यसै भनेर बनाएको है। अब भिडियो मन परेमा चाहिँ त्यही हो, लाइक सब्सक्राइब गर्नु होला। अनि मैले कसरी बोल्ने, कसरी भिडियो बनाउने त्यो पनि मलाई सिकाइदिनु होला कमेन्ट मार्फत। म चाहिँ भिडियो बनाउन चाहन्छु अनि युट्युब चलाउन चाहन्छु होइन, त्यही त हो। सानो मान्छे भयो भने ठुलो सपना देख्छ नि त, युट्युब देखिरहेको हुन्छ, सबैले बनाइरहेको हुन्छ, त्यही भएर मेरो पनि एउटा सानो सपना होइन। मेरो काम स्टार्ट भयो, अब काम सुरु गर्दैछु होइन। यही नै हो मेरो लाइफ। अनि म चाहिँ अहिले मेरो 5 बजी छुट्टी हुन्छ, त्यहाँबाट म रुममा जाँदैछु। अब रुममा गएपछि रुमको हालत, त्यहाँ पार्टिसन रुमको हालत कस्तो हुन्छ त म तपाईँहरूलाई देखाउँदै हुन्छु। त्यसलाई हेर्नुहोस्, यो जुत्ता, यहाँ मेरो जुत्ता चप्पल सबै फ्याँकिदिएको रहेछ क्या, सबै फ्याँकिदिएको रहेछ। मेरो पनि के गर्नु, ड्युटीबाट आउने बित्तिकै यस्तो देख्दा त लास्टै रिस उठ्छ नि मलाई। फेरि यस्तै त फ्याँकिदिनु हुँदैन नि त होइन, मान्छेहरूको के भन्ने। अब यस्तै हो, अब यो दुबईमा यस्तै हो, यस्तो पार्टिसन रुममा बस्नुपर्छ होइन, कचरा यताउति यस्तै हो। मलाई भिडियो बनाउन आउँदैन। भिडियो मन परेमा चाहिँ प्लिज लाइक सब्सक्राइब गरिदिनु होला, कमेन्ट गरिदिनु होला। मलाई